त्यो मान्छेको हिम्मत र आँट चाहिँ मान्नै पर्छ है, जसले जे भने पनि। अहिले पनि यति हाँसेर आइरहेछन् बयान दिनलाई। हो, हिम्मत चाहिँ हो, एकजना रवि लामिछाने जस्तो मान्छेको हिम्मत हो। प्राय मान्छेहरू बयान दिनलाई कसैले मास्क लगाएर, कसैले मुख छोपेर मुख लुकाउँदै आउँछन् नि। आँट चाहिँ हो, देश चलाउँछु भन्ने युवामा यतिको हिम्मत हुनुपर्छ। अझै पनि बयान लगाएर दिइरहेछन् जेन्जीको दिन भाग्यो भनेर। हाम्रो नेपाल सरकारले अझै पनि पहिलाकै जस्तै सरकार छ भन्ने हामीले अनुमान, जनताहरूले त्यही अनुमान गरिरहेछ। रवि लामिछानेकै पछि लागिरहेछन् सबै यो सरकारहरू। पहिलाको सरकार त लाग्यो, अहिले नयाँ सरकार पनि उसैको पछि लागिरहेछन्। तर पनि उसको मुस्कानमा एकतर्फी पनि घटाएको छैन केही। जोस जाँगर भएर झन् जित्छु भनेर उसले आइरहेछन्। यतिको हुनुपर्छ है, देश चलाउने युवासित यतिको चाहिँ हुनुपर्छ। अनि अर्को, उसको विपक्षमा सबै राजनीतिक दलहरू, सबै मिडियाहरू यत्रो मिडिया ट्रायल गर्छन् उसको विपक्षमा, तर पनि उसको डर चाहिँ एउटा पनि देखिँदैन यो अनुहारमा। तपाईँहरूलाई कस्तो लाग्छ? देश चलाउने युवा चाहिँ मैले साँच्चै नै रवि लामिछाने चाहिँ एउटा लिडर हुन्, तर पनि उनले आरोप लगाइरहेछन्। अहिले पुरानो राजनीतिक दलहरूले त त्यत्रो लाए, पुरानो सरकारहरूले गरे, अन्याय गरे। अहिले यो सरकार पनि के साह्रो भएको, उसैको बयान मारिरहेछन्। यत्रो त्यो अस्ति मरे नि भाइ बहिनीहरू, बालबच्चाहरू त्यत्रो 23 र 24 गते, त्यसलाई चाहिँ ल्याएर कहिले गर्ने हो? नेपाल सरकार र हाम्रो प्रधानमन्त्री र गृहमन्त्रीको लागि हो चाहिँ कहिले ल्याएर बयान लिनुहुन्छ हो तपाईँहरूले मान्छे मार्नेलाई चाहिँ?